अन्त यार सिधै माथि डाइनोसर्सको अन्डा हेर्नुहोस् त यो कस्तो गोलो यार। हेलो एभ्रिवान, सो अहिले चाहिँ 1:30 भइसकेको छ। हामी चाहिँ उठिसकेका छौँ है, सबैजना उठिसकेको छ। अनि यहाँबाट चाहिँ हामी थानसिङबाट चाहिँ 2 बजी भ्यू पोइन्ट 1 को लागि निस्किने। लामुने काटेर चाहिँ माथि छ, पहिला लामुने जाने, लामुने पुगेर चाहिँ लामुनेलाई काटेर चाहिँ माथि जानुपर्छ है। चिया रेडी भइसकेको छ गाइजहरू। हामी चाहिँ मुखहरू धोएर फ्रेस भइसकेका छौँ हो। यहाँ अब चिया कफी रेडी भइसकेको छ। अब चिया कफी खाएर त्यसपछि चाहिँ जानुपर्छ। र गाइस हामी चाहिँ यहाँनिर भ्यू पोइन्ट 1 को लागि निस्किसकेका छौँ। गोइचेला आज चाहिँ लास्ट ट्रेक हो। सो गाइजहरू यहाँनिर चाहिँ सबैजना झललल बत्ती बालेर आइरहेछ लास्टसम्म हो। हामी चाहिँ अब गोइचेलाको तर्फ बढिरहेका छौँ। एकदमै चिसो छ। बाटो चाहिँ कस्तो छ भनेर फर्किँदा आउँदा देखाउँछु तपाईँहरूलाई है। हामी चाहिँ अहिले लामुने आइसकेका छौँ हो। लामुने हो भाइ। यहाँनिर चाहिँ तलको जस्तो यहाँनिर हट छ है, हट हो। अनि अब यहाँबाट चाहिँ फेरि हामी माथि जाँदैछौँ। र गाइजहरू यहाँनिर चाहिँ वाटरप्रुफ भने अब वाटरप्रुफ पनि अलिअलि छप्लङ्ग त परेको थियो। भेनाको चाहिँ यहाँनिर आउँदा आउँदै म यहाँ बिचमा सानोबाट खोलामा छप्लङ्गै खुट्टा पसेर दौडेका अहिले बल्ल सक्स हुनुभयो। सो गाइस हामी चाहिँ अब भ्यू पोइन्ट पुग्न आँटिसके। अरू चाहिँ तलनिर बत्ती बलेको जग्गामा आउँदैछ। उहाँबाट चाहिँ निकै उकालो चढ्नु पर्दो रहेछ नि त। सो हामी चाहिँ अब पुग्न आँटिसके हो। सिधै माथि नै देखाउँछ है तपाईँहरूलाई। र गाइजहरू फाइनली हामी चाहिँ गोइचेला आइसक्यो। डेस्टिनेसन आइपुगिसक्यो। अनि तपाईँले हेर्न सक्नुहुन्छ है, एकदमै राम्रो नजरिया छ। घामको उदाउनु आँटिसकेको छ। हेर्नुहोस् गाइजहरू, पहाड हेर्नुहोस्, कञ्चनजङ्घा, माउन्ट कञ्चनजङ्घा एकदमै दामी देखिरहेको छ। सो हाम्रो डेस्टिनेसन आइपुगिसक्यौँ। अब हेर्छौँ अब यहाँबाट उता जान सक्छौँ कि सक्दैनौँ। अब हामी त सक्छौँ होला, तर आफ्नो मात्रै हेरेर हुँदैन है साथीभाइहरू। आफूसँग आएको साथीहरू अनि पार्टनरहरूको पनि सोच्नुपर्छ। अनि त्यही भएर अब हेर्नुपर्छ यहाँनिर डिसाइड गर्नुपर्छ के हुन्छ हो। सो यहाँ हामी गोइचेला पुगिसक्यौँ। वी आर आवर डेस्टिनेसन, वी आर एट आवर डेस्टिनेसन। सो गाइजहरू हाम्रो चाहिँ टिम सबैजना आइसकेको छ। एकदमै मजाको देखिरहेको छ। घाम चाहिँ उठाउनु बाँकी नै छ, तर यो हिउँको सेतो उज्यालोले गर्दा उज्यालो देखिरहेको छ। यहाँनिर चाहिँ मजाको देखिरहेको छ। साथी चाहिँ यहाँ छ। सो दिस इज भ्यू पोइन्ट 1। अनि अब यहाँबाट उता गयो अनि कञ्चनजङ्घा चाहिँ यहाँ छ। छोपिरहेको छ बादलले गर्दा है, ब्याड लक है, सायद देख्न पाउँदैन होला। तर यो रेन्ज चाहिँ एकदमै राम्रो देखिरहेको छ। एकदमै दामी देखिरहेको छ। हावा चलेर एकदमै चिसो भइरहेको छ गाइसहरू। अनि साथी यहाँ गोइचेला आएर कस्तो लाग्यो?
कस्तो भयो त एक्सपिरियन्स यहाँको तँलाई? एक्सपिरियन्स एकदम दामी छ। हावा चल्दा चाहिँ यस्तो लाउनु पर्यो किनभने त्यो हावाले गर्दा अक्सिजनको अलिकति प्रब्लम हुने चाहिँ यो सम्भावना लाग्यो, त्यही कारणले गर्दा। सबैभन्दा रड्डी कुरा चाहिँ कञ्चनजङ्घा हिँड्नु त्यो चाहिँ पाएन। हाम्रो सबसे रड्डी कुरो चाहिँ त्यो कञ्चनजङ्घा चाहिँ क्लियरै भएको छैन, बाँकी सबै क्लियर छ, मेन त्यही क्लियर भएको छैन। कञ्चनजङ्घा क्लियर भएको छैन गाइजहरू। सो कञ्चनजङ्घा चाहिँ यहाँनिर ढाकिरहेको छ बादलहरूले, अनि यहाँनिर हेर्नुहोस् यो सबै आइसहरू हो है, यो माउन्टेनहरू यस्तो कति छेउबाट हेर्नु भएको यहाँनिर, टाढा टाढाबाट हेर्ने माउन्टेनहरू यस्तो छेउछेउबाट हेर्नु पाइरहेको छ हामीले। सो हेर्नुहोस् हामी चाहिँ कतिको नजिकमा छौँ भनेर है। हाम्रो साथीहरू यहाँ फोटो खिच्दैछ, भर्खर यहाँनिर पाइसक्यो, बसिरहेको छ महिलाहरू। सो यहाँ अनि एक ग्रुप यहाँ छ हो, एकदमै रमणीय दृश्य छ, तर कञ्चनजङ्घा हेर्नु पाएको बजाउने दामी हुन्छ। सो गाइजहरू घाम उदाउनु थालिसक्यो है। सो यहाँनिर घामको किरणले बादललाई बादलको रङ चेन्ज गर्दै फेर्दै है आइसकेको छ। र हाम्रो अलिकति विश्वास चाहिँ के भयो भने यहाँनिर कञ्चनजङ्घा चाहिँ यहाँनिर छ, देख्न पाइनँ। हावा एकदम आइरहेको छ, चिसो छ है गाइजहरू। यहाँनिर हेर्नु यो सबै ग्लेसियर, यो बिचको आइस देख्दैछ नि, यो ग्लेसियर हो है। यहाँ माथि माथिको यो देख्दैछ सबै ग्लेसियर हो। सो यहाँनिर सबैजना ढुङ्गा पछाडि पछाडि बसिरहेको छ हो, हावा पुरा आइरहेको छ नि त, अनि त्यही भएर यो त ग्लेसियरहरू बिल्लेर यस्तो भएको अरे गाइजहरू। हो कोइचुला गाइजहरू हो, एकदमै दामी छ, तपाईँहरू पनि आउनु होला है कोइचुला ट्रेकिङ। सो फाइनली है हाम्रो लास्ट ट्र्याक फाइनल डेस्टिनेसन पनि आइसकेको छ। पुरा धुइमा छ किनभने एकदमै डेन्जर छ, अलिकति डेन्जर एरिया रहेछ। अनि एकदम त्यहाँबाट फेरि गएर फाइदा पनि छैन नि त, पुरा यो लागिरहेको छ, फग लागिरहेको छ, फाइदा पनि छैन। सो हामी चाहिँ अब यहाँबाट एकछिन बाहिर निस्किन्छौँ है त। यहाँनिर भेना आएको छेवाङ। सो छेवाङ तिमीलाई यहाँनिर आएर कस्तो लाग्यो? जाडो लाग्यो। जाडो लाग्यो? जाडो त जाडो छ यार, मेरो यहाँ पसिनाले ढाड भिजेको त्यो उस हुँदैछ। यो अगाडिको कुन चाहिँ माउन्टेन हो भाइ? भनिदेऊ भाइ। कुन चाहिँ अरे? यो डल्लो डल्लो काप्रोडोम, डोम सेपको। यो चाहिँ कुन चाहिँ हो? थुलुङ हो। बिचरा कञ्चनजङ्घा चाहिँ एकदम लजायो, आज लजाएर कञ्चनजङ्घा निस्केन त्यसका बाजे हो। सो अब हामी फर्किन्छौँ होला, एकदमै चिसो भइसक्यो। अन्त अन द वे चाहिँ अब तपाईँहरूलाई देखाउँदै जान्छु के छ भनेर है। 2 र 3 चाहिँ हामीले क्यान्सल गर्दै हामी गइनँ, एकदम जान प्यारो छ। ल एकपल्ट लास्ट भ्यू तपाईँलाई यो हेर्नुहोस् सिन गाइजहरू, कति दामी छ यार, वाउ। कञ्चनजङ्घा चाहिँ हामीले पर्खेको थियो तर आएन है, निस्किएन, साह्रै लजायो। हामी चाहिँ अब निस्किन आँटेको। तपाईँहरू आउँदाखेरि चाहिँ यस्तो यो खालको साथीले यो सानो खालको ब्याग बोकेर राख्छ नि, यो चाहिँ एकदम बोकेर आउनुपर्छ, किनभने पानीहरू आउँदा पानीहरू बोकेर ल्याउनुपर्छ। सो हामी चाहिँ यहाँनिर अब एउटा ग्रुप फोटो लिएर चाहिँ फर्किन्छौँ है। फोटो पनि लियो है। अब चाहिँ हामी पनि बिस्तारै निस्किन्छौँ है, किनभने अब यहाँ बसेर फाइदा लागेन है, किनभने चिसो पनि छ।
अब चाहिँ बाटो म देखाउँदै जान्छु के छ भनेर सो यो कञ्चनजङ्घा चाहिँ निस्किन ठ्याक्कै निस्किन अलिअलि चाहिँ देख्दैछ हो सो हामी चाहिँ निस्क्यो अब यहाँबाट है हाम्रो ट्रिप चाहिँ एकदमै दामी भयो तर लास्टमा विश्वास चाहिँ के भयो भने नि जाडोले गर्दा मुख पनि चलेको छैन लास्टमा विश्वास चाहिँ के भयो भने नि कञ्चनजङ्घा चाहिँ निस्किएन अब चाहिँ हामी ब्याक टु द क्याम्प है बिस्तारै बिस्तारै अब चाहिँ तल लेकहरू पनि छ लेकहरू पनि देखाउँछु हजुरहरूलाई अनि चाहिँ ओह्रालो गर्दै तल गएर अलिकति चियासा खाएर चाहिँ निस्किन्छौँ हामी यहाँको वरिपरि चाहिँ यस्तै छ है गाइजहरू ढुङ्गै ढुङ्गा है हामी चाहिँ फर्किँदैछौँ हो अनि दुईजना इजरायलको साथीहरू चाहिँ पछाडि छ दिपेन भाइले चाहिँ त्यहाँनिर पर्खिरहेको छ हो अनि यहाँबाट चाहिँ देखिने यस्तो छ तल है यहाँबाट चाहिँ तल यस्तो छ गाइजहरू लेक जस्तो बनिएको रहेछ तलनिर यहाँनिर है जामिएको छ हो यो चाहिँ ग्लेसियर चाहिँ सकेको अरे क्या ग्लेसियर चाहिँ सकेर यस्तो भएको अरे गाइजहरू हो यहाँ तलतिर पनि त्यस्तै रहेछ हो ठाउँ चाहिँ एकदमै दामी मन पर्यो तर कञ्चनजङ्घा चाहिँ हामीले देख्न पाएनौँ बाटो चाहिँ अलिक अप्ठ्यारो छ उकालो आउँदा चाहिँ सजिलो पर्छ ओह्रालो झर्दा चाहिँ अलिकति बलुवा भएर चाहिँ यहाँनिर चिप्लिने डर छ फेरि भिरालो छ नि त हो अनि त्यही भएर यस्तो छ गाइजहरू बाटो यहाँबाट गयो भने त यार सिधै माथि पुग्छ गाइजहरू हामी चाहिँ अघि यो तल्लो डाँडा पनि काटेर आएको है तल देख्दै गरेर डाँडा पनि काटेर आएको यो तल देख्दै गरेर सबै काटेर चाहिँ उकालो आएको है एकदमै मजाले यहाँनिर घाम लाग्न थालिसक्यो जुन चाहिँ हिसाबले सोचेर आएको थिएँ है त्योभन्दा एकदमै दामी भ्यू पोइन्ट 2 र 3 चाहिँ हामी गएनौँ किनभने एकदमै बाटो अप्ठ्यारो छ अरे अघि यहाँनिर देखाएको थिएँ मैले भिरालो त्योभन्दा भिरालो छ भनेर चाहिँ भनेको थियो सो मुख ठिराएर बोल्नु सकेको छैन सो अहिले चाहिँ हामी ब्याक टु क्याम्प अनि आउँदाखेरि चाहिँ अब बेलुका थियो बेलुका यो टर्च लाइटहरू बालिकन आएको थिएँ अब चाहिँ देखाउँदै जान्छु है कस्तो छ भनेर ल यहाँको भ्यू चाहिँ एकदमै दामी छ है हामी त मलाई चाहिँ एकदमै खुसी लाग्यो यो जग्गामा आएर चाहिँ एकदमै खुसी लाग्यो मलाई है हाम्रो आगोहरू चाहिँ टिम चाहिँ त्यहाँनिर जाँदैछ अनि यहाँ हेर्नु न पहाड चाहिँ एकदम घाम लागेर कति मजाको झलल देखिरहेको हामी चाहिँ अब अघि जुन चाहिँ स्पिडमा आएको थियो त्योभन्दा डबल स्पिडमा तल झरिरहेको छौँ जाडो भइसक्यो भोक लागिसक्यो गाइसहरू के गर्नु यस्तै छ जिन्दगानी मजा आयो गोइछेला ट्रेकिङ आज लास्ट ट्रेक थियो उकालो अब भोलिदेखिको चाहिँ ओह्रालो झर्छौँ भोलि 16 किलोमिटर थानसिङदेखिको छोकासम्म त्यो छोकादेखिको फेरि युक्सुम छोकादेखिको युक्सुम चाहिँ फेरि 16 किलोमिटर है र यहाँनिर चाहिँ तलनिर चाहिँ तपाईँको देख्नुभयो होला लेक है कस्तो मजाको लेक छ त्यहाँनिर अहिले छेउमा गएर पनि देखाउँछु तपाईँहरूलाई र यो चाहिँ लेकको चाहिँ माथिकोबाट सिन देखाएको तपाईँहरूलाई है र गाइजहरू हामी चाहिँ यहाँनिर समिति लेकको नजिक आइपुगिसक्यौँ र हाम्रो यहाँनिर आगो काकाहरू पनि यहाँनिर नै बसिरहनु भएको छ रेस्ट गरिरहनु भएको छ अब यहाँनिर केही पानीहरू बिस्किटहरू खाएर चाहिँ हामी फेरि थानसिङतिर चाहिँ बढ्छौँ है यहाँनिर लेकको भ्यू चाहिँ यस्तो छ गाइजहरू अहिले छेउबाट झनै देखाउँछु है
र साथी हो हामी चाहिँ समिति लेक आइपुगिसक्यौँ र चाहिँ खोला है यो खोलाले चाहिँ बनिएको व्यापारी लेक समिति लेकै होइन यो चाहिँ हो साथीभाइ हो समिति लेक है समिति लेक बिचमा फ्रिज पनि भएको छ अनि ज्यादा गहिराई त छैन तरै पनि एकदमै हेर्नुमा एकदमै रमाइलो छ है गाइजहरू यो चाहिँ आइस पनि भएको रहेछ यी पतला आइस बसेको छ है ए आइस बसेको छ यो ठाउँमा चाहिँ माछाहरू छैन तर पनि एकदमै रमाइलाग्दो छ है रमाइलाग्दो छ जग्गा है हेर्नुहोस् लेक हाम्रो टिम चाहिँ पर पुगिसक्यो हिँड्दै हिँड्दै अब यहाँनिर पस्नु दिन्छ कि दिँदैन हामी चाहिँ पसी पठाएँ पस्नु दिन्थेन भने चाहिँ हामी चाहिँ एकदमै माफी चाहन्छौँ है साथी तँलाई यो ताल चाहिँ कस्तो लाग्यो यो लेक कस्तो लाग्यो बढिया छ राम्रो छ है सफा एकदम क्लियर यसरी नै सफा भइरहोस् एकदम फ्युचरसम्म नै है अझै यो लेक चाहिँ अझै लेकको पानी चाहिँ अझै बढेर जाओस् अझै बढेर जाओस् राम्रो दामी देख्ने होस् सुकेर चाहिँ नजाओस् क्या बढेर चाहिँ जाओस् भन्ने चाहिँ चाहन्छौँ नि त होइन र साथीको फोटो खिचिदिइहाल्छु ल लास्ट है यहाँबाट चाहिँ हामी फोटो खिचेर चाहिँ निस्किसक्यौँ है समिति लेकलाई चाहिँ अब बिदा गर्दै हामी अघि बढ्दैछौँ है अनि एकदमै समिति लेकमा आएर चाहिँ एकदमै हेर्नुहोस् कति रमणीय भ्यू छ है र गाइजहरू यहाँ हेर्नुहोस् यहाँ समिति लेकमा चाहिँ पछाडिको यो माथिको पहाडको यहाँनिर इमेज आइरहेको रहेछ है यहाँ हेर्नुहोस् है गाइजहरू एकदमै दामी आइरहेको छ एकदमै मलाई त एकदमै मन पऱ्यो क्या यो इमेज चाहिँ है कति दामी र हामी चाहिँ अब यहाँ समिति लेकबाट चाहिँ भएर निस्केर है अब यो सेम लेकको चाहिँ तपाईँले अब डिफ्रेन्ट साइडबाट हेर्नु है डिफ्रेन्ट साइडबाट हेर्नु है सेम लेकको भ्यू है यहाँबाट चाहिँ यस्तो देखिन्छ गाइजहरू है यो पानीमा पनि यो पहाडको छवि आएको रहेछ र यो उयस चाहिँ यहाँको पानी चाहिँ एकदमै फ्रिज भएको छ है गाइजहरू एकदम फ्रिज भएको छ पुरै फ्रिज भइसकेको छ सबै फ्रिज छ यो ड्याममै फ्रिज छ यो परिसम्म नै फ्रिज छ यहाँनिर चाहिँ अब हल्का फुल्का रेस्ट गाइजहरू हल्का फुल्का रेस्ट खाजा भुजा रहेछ है हामी चाहिँ अहिले निस्किसकेका छौँ समिति लेकबाट है ब्रेकफास्ट गरेर अब बिस्तारै हामी लागिरहेका छौँ आफ्नो क्याम्पतर्फ सो हामी जाँदैछौँ है के ल बिस्तारै बिस्तारै बाटो खोज्दै जान्छौँ हामी कि तलबाटै थियो तलबाट होला तलबाट हो सो भ्यू चाहिँ माउन्टेनको भ्यू चाहिँ अलग अलग जग्गाबाट सेम उयसलाई पनि अलग अलग जग्गाबाट अलग्गै देख्छ क्या एकदम रमाइलो खालके मजाको हुन्छ है गाइस यो माथि चेक गर्नु न यो लाग्यो कस्तो खतरा देखेको तर अझै लाइटले गर्दा राम्रो देख्नु भएन होला तपाईँहरूले हो सलिड आइस भएर बसिरहेको छ यो जग्गाहरू हेर्दाखेरि क्या गाइजहरू कहिले के अरे लद्दाखहरू जस्तो लाग्ने है अन्त हुनु त जानु त गएको छुइनँ एक्सक्युज मी तर यस्तै छ होला जुन चाहिँ अब मुभीतिर देखाउँछ है अरूको भ्लगतिर हेर्दाखेरि चाहिँ यस्तो टाइपको छ होला भनेर चाहिँ अब अनुमान लगाएको है हामी चाहिँ अहिले लामुनि आइपुगिसक्यौँ है
अनि लामुनेको बेस क्याम्प चाहिँ अलिकति पर छ र अघि चाहिँ हामी बिहान जाँदाखेरि चाहिँ यस्तै यस्तै सानोतिनो खोला नाला तर्दै गएको थियौँ है यसरी सानोतिनो खोला नाला तर्दै गएको थियो हो अनि यो पाखा चाहिँ दामी खोला छ पल्लो पाखा हो अनि यहाँनिर चाहिँ अब यस्तो छ यस्तो जग्गा छ दामी छ क्या गाइजहरू के अरे बिहान चाहिँ जाँदाखेरि उता जाँदाखेरि चाहिँ देखेको थिएँ है अन्धेरोमा देखेको लाइटले र अहिले चाहिँ यहाँ तपाईँहरूलाई देखाउन आँटेको छु एकदमै तपाईँहरूले पनि यो चाहिँ कसरी भनेर सोच्छ होला यहाँनिर चाहिँ एउटा यसरी मानीहरू जस्तो बनाउने प्रथा छ हिल साइडमा है र यहाँनिर चाहिँ मेन कुरा चाहिँ के हो भने नि यो यी डाइनोसर्सको अन्डा हेर्नुहोस् त यो कस्तो गोलो यार हेर्नु नि लु अन्डा जस्तो यार ढुङ्गा हो है तर अन्डा जस्तो सेपमा चाहिँ एकदमै दामी यो मानी बनाउनेले पनि एकदमै मजाले बनाएर मजाले राखेको छ हेर्नुहोस् न यहाँनिर अहिले नै यो फुटेर डाइनोसरस निस्किला जस्तो है र गाइजहरू हामी चाहिँ आइसकेका छौँ अहिले प्रपर लामुनेको क्याम्प साइट है र यहाँनिर चाहिँ दुईजना फरेनरहरू क्याम्प लिएर बसेको छ र उहाँहरूलाई चाहिँ अहिले खाना सर्भ गरिरहेको छ है एकदमै मजाको देखिने सिनेरीहरू छ भने है हामी चाहिँ अहिले आफ्नो क्याम्प थानसिङतिर बढिरहेका छौँ गाइजहरू है सो दिस इज द लामुने क्याम्प है अनि यहाँनिर चाहिँ दुईजना फरेनरहरू ब्रेकफास्ट गरिरहेको छ र हामी चाहिँ यहाँबाट अघि बढेर आफ्नो क्याम्प साइटतिर लागिरहेको छौँ है गाइजहरू साथीले चाहिँ यहाँ आइस जम्मेको खिच्दैछ हो यो एकदम मजाको कस्तो राम्रो देखेको क्या है फाइनली गाइस हाम्रो बसेको जग्गा थानसिङ आइपुग्यो है जाँदाखेरि चाहिँ एकैछिनमा पुगे जस्तो लागेको थियो फर्किँदा चाहिँ निकै टाइम लाग्यो है साथ खुट्टाहरू दुखेर पनि होला है अनि यहाँनिर चाहिँ खोला छ उयो माथिबाट रहेछ यो जुत्ता डुबाउने कामहरू गर्नु हुँदैन यतैबाट जानुपर्छ यहाँबाट जानुपर्छ फाइनली आइपुग्यो थानसिङ हो र आज चाहिँ थानसिङमा बसेर भोलि चाहिँ थानसिङदेखिको छोकासम्म जाने है र हाम्रो गोछेला ट्रेक अब सकिन लाग्यो सो आइपुग्यो यहाँनिर ल थ्याङ्क यू फर वाचिङ हजुरहरूलाई कस्तो लाग्यो कमेन्ट गर्नु होला है सके जति हजुरहरूले सेयर गरिदिनु होला है तपाईँहरूलाई मेरो भ्लगहरू कस्तो लाग्छ कमेन्टमा टेक 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 टाइपिङ पनि हालिदिनु होला जति सक्दो देखाउनु त खोजेको छु है अब के गर्ने त अब देखाउनु सकेन भने त अब सरी नि त होइन अन्टिल देन अब भोलिको थानसिङदेखिको छोकासम्मको देखाउँछु है त्योपछि योक्सनसम्मको देखाउँछु छोकादेखिको योक्सनसम्म त्योपछि चाहिँ गोछेला ट्रिपको भ्लग चाहिँ एन्ड हुन्छ है ल आजको लागि बाई बाई थ्याङ्क यू भेरी मच गाइजहरू किप वाचिङ वङ पाखरिन ब्लग्स बाई बाई